ल हेर त बुढोको हालत पक्राउ हुने बेला आमा रुन्चे अनुहार हिजो त गरेर अम्लोटो ल्याउँथ्यो त दोषीलाई कारबाही हुनुपर्छ कानुनभन्दा माथि कोही छैन भनेको बल्ल हो यो पक्राउ भनेको हिजो रविलाई सोद्धाखेरि कस्तो रमाएको थियो अहिले थाहा भयो नि फर्केर त्यो दिन आउँछ भन्ने थाहा थियो नि ल है घाम कोलीले कप भित्र गइसक्यो अब के गर्छ उठाओ न हेर आओ न्युज या यसो खोलेर होइन यिनी त केपी ओलीलाई झ्यानै दिन्छु भन्थिन् अहिले त कुले लाम ठोकिए नि त हाम्रो केपी बाको सपोर्टमा धनगढीमा पनि आन्दोलन जारी छ उहाँहरूले पनि रोड कब्जा गरेर हिँड्दै हुनुहुन्छ धनगढीमा केपी ओलीको सपोर्टमा ल केपी ओलीको सपोर्टमा रोड जाम गरेर यस्तो छ है केटाकेटी हो केपी ओलीको सपोर्टमा